हेलो गाइज। अब सबैले भन्थे, उहिले सबैले बाजे बोजूले भन्थे कि धैर्य राख, दुःख पछि सुख आउँछ, दुःख पछि सुख आउँछ भन्थे होइन। मलाई साँच्चै हो रहेछ जस्तो लाग्छ। धेरै दुःख गरियो, धेरै परिश्रम गरियो कि मेन कुरो रहेछ भने के रहेछ भने नि नानीहरूलाई शिक्षा, जस्तो कि अहिले करोडौँ लाखौँ रुपियाँ खर्च गरेर ठुलो ठुलो स्कुलमा इङ्ग्लिस स्कुलमा पढाउँछौँ, नाना थरी गर्छौँ होइन। डिपेन्ड त्यो रहेछ। एजुकेसन कत्रो कत्रो स्कुलमा पढाउँछौँ, कस्तो खर्च गरेर पढाउँछौँ त्यो रहेछ। मैले बुझ्दाखेरि यो मेरो सोचाइ है, अरूको होइन नि, मेरो सोचाइ होइन रहेछ। मेन के रहेछ भने घरमा आमा बाउले चाहिँ घरको परिवारमा नानीलाई, घरको परिवारको माहौल कस्तो छ, नानीहरूलाई के शिक्षा दिँदैछौँ, हाम्रो घरको बानी कस्तो बोल्दैछौँ, कस्तो व्यवहार गर्दैछौँ, नानीहरूसँग कस्तो व्यवहार बोली वचन चल्दैछ, मेन कुरो त्यो रहेछ। नानीले स्कुलमा सिक्ने भनेको पढ्ने मात्रै रहेछ। बाहिर पाखा भनेपछि कसैसँग भेटघाट हुँदाखेरि बोल्ने, उहाँहरूसँग इन्ट्रोड्युस हुँदाखेरि कस्तो व्यवहार गर्ने भनेको चाहिँ घरको आमा बाउको सबभन्दा पहिला दायित्व रहेछ। र म सबैलाई साथीहरूलाई भन्छु, यो त सबैले जानेको कुरो हो, यो कुनै नयाँ कुरो होइन। र पनि एउटा मैले मिडिया मार्फत एउटा मैले भर्खर राखेको, सबभन्दा पहिला छोराछोरी कहाँ जाँदैछ, के गर्दैछ, कसो गर्दैछ, त्यो कुरोमा बहुत ध्यान राख्नुपर्ने रहेछ। कत्रो स्कुल पढायौँ, कति खर्च गऱ्यौँ, त्यो डिपेन्ड छैन। र सबैले आफ्नो छोराछोरीको केयर गर्नुपर्छ र राम्रो बाटो लानुपर्छ। ल, यो चाहिँ एकदम ठुलो कुरो रहेछ है साथी हो।